आयना बन्थवा 10औं श्रेणीको विद्यार्थी तपाईहरुको समक्ष एउटा छोटो र मिठो कविता वाचन गर्न गइरहेकी छु र मेरो कविताको शीर्षक छ हर्लिक्स स्टोर, जो मेरो बाल्यकालको सानो दृश्यलाई मैले प्रकट गरिएको छु। हर्लिक्स हर्लिक्स हर्लिक्स, चम्चीमा हर्लिक्स, डब्बामा हर्लिक्स, गिलासमा हर्लिक्स, भान्साघरको कुनामा हर्लिक्स, यता हेर्यो हर्लिक्स, उता हेर्यो हर्लिक्स, सबै ठाउँ हर्लिक्सै हर्लिक्स। अरे कताबाट आयो यो हर्लिक्स? कसले खायो त यो हर्लिक्स? कसले चोर्यो यो हर्लिक्स? कसले छर्यो यो हर्लिक्स? हर्लिक्स खाएको कसले? शंका गर्नुभयो मेरो आमा बाबाले। हैन, खायो होला सानो मुसाले। बित्यो 2-3 दिन यस्तै शंकाले। फर्केर आए जब म स्कुलबाट घर एक दिन, आमा काममा हुनुहुन्थ्यो त्यो दिन। फर्केर आए जब म स्कुलबाट घर एक दिन, आमा काममा हुनुहुन्थ्यो त्यो दिन। मलाई सुताइराखेर बाबा लाग्नुभयो बाहिर एकछिन। भोकाएको नानी म खोज्न थाले टिफिन। कुद्यो मुसा मेरो खाली पेटमा, खोज्न थाले खानेकुरा मैले भान्साघरमा। कुद्यो मुसा मेरो खाली पेटमा, खोज्न थाले खानेकुरा मैले भान्साघरमा। देखे मैले हर्लिक्सको डिब्बा अग्लो टेबलमा, शान्ति भन्ने कुरा महसुस भयो मेरो मनमा। ला, टेबल भने कति अग्लो, म भने यति हो जो। मैले सोचे एउटा कुर्सी टेबलको छेउमा तान्छु, त्यसमा चढ्छु, हर्लिक्सको डिब्बा तान्छु, अनि कप्पा कप खान्छु। कुदेर मैले कुर्सी ताने, त्यसमा सकी नसकी चढे र हर्लिक्स दुधमा नघोलिकन खाए। खाइरहेको थिएँ म हर्लिक्स आनन्दले, बाबा पनि घरमा आए थाकेर कामले। खाइरहेको थिएँ म हर्लिक्स आनन्दले, बाबा पनि घरमा आए थाकेर कामले। खाटमा मलाई नदेख्दाखेरि डरले यता उता खोज्न थाले। छोरी ए छोरी भनी डराएको स्वरले बोलाउन मलाई थाले। चिन्ताले बाबा हुनुभयो दुखी, म भने चाहिँ हर्लिक्स स्टोरी भइरहेथे खुसी। चिन्ताले बाबा हुनुभयो दुखी, म भने चाहिँ हर्लिक्स स्टोरी भइरहेथे खुसी। अन्तमा बाबाले भेट्नुभयो मलाई, खिटका छोडी हाँस्नुभयो देखेर।